चितवनको नारायणीमा लगाएको मान्छेको त्यो बुझाइमा फरक पर्ने हो कि अलि यसो गरेर जाने हो भाइ नानगढ होइन भनेपछि त बताउनु न यार मनोवैज्ञानिक मान्छे रहेछ मलाई थाहा हुन्छ कि 24 जाने मान्छे त्यही अनुसारले फाल्तु गर्छ अलाइङ्गुलिङ गर्ने मान्छे त्यही त्यो होइन अन्ने बुझ्नुपर्छ कि बुढा त्यहाँ यो रोडमा हिँडेर हेर न अलिक थाहा पाउँछ मैले हाम्रो दाइ पनि गाडी छ गाडी आयो कि भनेको आरन्छ क्या हो तिमी अब रोडमा हिँडेको मान्छेलाई कसरी हिँड्छ कस्तो मान्छे हुन्छ भने सबै थाहा हुन्छ पेट्रोल पम्पमा ल्याएर उभिएर यहाँ मैले होइन चाहिँ होइन हिँड्नु न 24 जाने मान्छे आफै हिँड्दै आइरहेको हुन्छ एक राउन्ड घुमेर हेर त भाइ अनि अब कसरी आउँछ कसरी जान्छ सबै थाहा हुन्छ एक राउन्ड घुमेर हेर आज मिलन आएन क्या हो लन्डन जाने भने भन्नु पर्ला जस्तो लाग्यो होइन साँच्चै रहेछ हेर आएन क्या आज त आएन है आन्दोलनमा बसेर प्लेन पनि यहाँको आन्दोलन छ र प्लेनको आन्दोलन आज उसको पाइलटहरूको आन्दोलन त्यही गर्न के सेलेरी बढाइदियो भनेर कसो सेलेरी बढाइदियो भनेर कम भयो अरे सेलेरी अहिले पनि आधार कमाउनु पर्छ सेलेरी कम भयो भनेर आन्दोलनमा त यहाँको नर्सहरू डक्टरहरूले सेलेरी कम भयो भन्छ नि जहिले आन्दोलन गर्छ भरतपुरको विमानस्थल है विमानस्थल भरतपुरको यो घर नै आगो लगाइदो रहेछ नि क्या हो यहाँ सिसै गएको रहेछ क्या मलाई 24 है 24 कोटीबाट कहाँसम्म फ्लाइट हो भाइ म पेरे मस जाने त्यहाँ अनि बल्ल जुन्ता राँ चढ्ने हो भाइलाई सो यात्रा फ्लाइट राम्रो होस् गफ दिनु भयो यार मिठो यार लन्डन हेर्नु यस्तो है पुरा लन्डन यो झोला दिए नै पाले अब टिकट काट्न जाऊँ न त टिकट काट्न अरे चाहिँ टिकट काउन्टर तिमी जाने जान्छ भित्र जाऊ गएर जान्छ हो यस्ता साँच्चैको भगा यो लिएर त झोला भिडियो गर्नु पर्दैन कि छोडिदेऊ अब तालमा भिडियो गरेर बसिरहेको 10,000 टिकट कुन एयरलाइन्स अरे कतार एयरलाइन्स दिल्ली एयरलाइन्सको पर्दैन नि दाइ जानेलाई खिचाउँला लेजेन्डहरूले पनि कहाँ यस्तो फोटो खिचेर बस्छन् होइन मोबाइलबाट त फोटो खिच्ने क्यामेरा भएर कसो लाग्यो लन्डनमा जाँदा आउँदा कस्तो एकदमै राम्रो त लाग्छ पनि अनि कति हजारको टिकट काट्नु भयो तपाईँले 5-6 अनि कुन एयरलाइन्समा जानुहुन्छ कति बजेको फ्लाइट छ लुक्ला एयरपोर्ट एयरलाइन्समा छ नि त नेपाल एयरलाइन्समा लुक्ला कहिलेबाट आयो अरे यति त घटेको त यार त्यो अरे यतिको
के अरे सबभन्दा धेरै भएको नाच्ने अनुसार सलुन मन होइन यो लियो त यार हामी चाहिँ लन्डन भनेर यसो हेर्न आएको है लास्टमा चाहिँ यो पुरै यो प्रिन्ट गरेर ल्याएर पोस्टर पो रहेछ यार पोस्टरमा प्रिन्ट गरे जस्तो यो सोनुको पाउनु ट्यालको जस्तो पोस्टर पनि रहेछ क्या ट्यालकै त्यो भान्सामा गर्छ नि किचनमा ओ साँच्चीको रहेछ कि भनेको यस्तो ठिक छ आयो त अरे हिरोन्डा बाइक सुपर स्प्लेन्डर हरन मारेन क्या अहिले यो हेर्नलाई आउने रहेछ ल यो हेर्नलाई मान्छेको भिड लर्को लगाउँदो रहेछ नि यहाँ यस्तो मेन गेट नि देखाइदेऊ न आउने उताबाट त निस्किने होला नि त यार उताबाट निस्किने यताबाट छिर्ने उताबाट निस्किने हो नि त यहाँबाट हेर्नु र त्यहाँबाट हेर्नु के फरक छ भन त केही फरक छ त्यहाँडै हेर्नु अनि फेरि कहाँको टोयलेटको टिन हो ओ त्यहाँ सिसिटिभी रहेछ नि त कहाँ यो त टिकट काउन्टरको त्यो चल्दैन त बिग्रेको फुटेको ओ यो कहाँको के हो यो बिचको यो चुचुरो त्यो रोड ट्रिपिङबाट मात्र मान्छे खस्यो भने जिन्दगी सवाल छ यार यही हेर्नलाई आएका हुने सबै यस्तो पोस्टर हेर्नलाई आज डोरले बाँधेर अड्काएर चाहिँ यार होला राति यहाँ होइन लन्डन ब्रिजको जस्तै यस्ता झुला बनाएको होला नि त एकपल्ट लन्डन ब्रिज कस्तो रहेछ हेर्न पऱ्यो क्या यो बनाउँदा लब वेल्डिङ गर्दा लब लाग्यो होला 50,000 जति खर्च लाग्यो होला यो पोस्टर यताउति गर्दा लाग्यो होइन लाग्यो होला तर यहाँ कतिको टिकट छ यसो बुझौँ त 100 त होला पक्कै 100 बढी नै हो साधारणलाई 100 हेर्छ विद्यार्थीलाई 70 हो र कलाकारहरू पनि विद्यार्थी भन्दिन न त्यही 500 वर्ष अगाडि मात्रै छोडेको स्कुल भन तिमीले गएर भन तिमीलाई समाउँछ मलाई समाउन्न किन मेरो त दारी सारी आहा तिम्रो अलि कमाला मेरो त दारी नै आएन मेरो त फोटो खिचेको कुटु उचालेको छ अलिक भिडियोमा छौ होला नि तिमी आउँदैन खासै हामी पोखरा फोटो दिनु के यता बस्छ आऊ न आऊ कहाँ आउने हो मतलब जानुपर्छ क्या हेर अब के हेर्न आएको तिमी यो त बनराज यस्तो केटीहरू आउँदो रहेछ त टिकटै खेरा गयो यार होइन पत्याउनु होला हुन् क्या यस्तो त बोलेको त आएन क्यार नि हो तिमीले हेर भाइ के हो बाह्र भन्दै लाने अरे कहाँ देखाउने हो त बनराजले हरान हान्यो बाबु राजा हामी आउनौँ कि त्यहाँ हरान नहान यार ओ भाइ हरान नहाने कि हरान हान ग्याङग्याङै पल्टिने यार क्या कतिको स्पिडमा लिएर हिँड्ने नारायणीहरू यस्तो नारायणी फोरै फोर नारायणी यो त सबै देशीको मात्रै रहेछ चटपट पसल पर्ने यार हामीलाई खान्न हामी शाकाहारी हो एउटा मलाई उस किन्न मन लाग्थ्यो यार केटीलाई गिफ्ट दिन लाग्यो औँठी यो नखेल्यो कन्टिन्यू
कन्टिन्यू आएको आइयो यता खिच्दा त झ्याउँछ मैले कुकुरले खाने भन्नु है म किनिदिइहाल्छु बदम आयो 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 रुक 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 दुइटा आएर रन्केर आयो रुक रुक कहाँ रन्का हेर त यस्तो नारायणमा यस्तो फोहोर छ महोत्सव अरे यस्तो फोहोर महोत्सव लाउन मिल्छ तिमीहरूलाई नारायणीको समुदायहरू भरतपुर महानगरपालिका बाँडेको हामी यहाँ हेर्न आएको तपाईँ त अस्ति नै मिडियामा भन्नुभएको थियो यस्तो फोहोर उस्तो फोहोर आज त प्रत्यक्ष भेट्यौँ ल केटा हामी जानु पर्यो है अब